ल है साथीहरू हामी चाहिँ ड्रागन फ्रुट सस्ती हेरिराखेको थियौँ अनि आज पाकेछ 3-4 दिनपछि पाक्छ भन्नुभएको थियो अनि पाकिसकेको अवस्था छ त्यही भएर आज चाहिँ हामी ड्रागन फ्रुट्स लिन आइरहेका छौँ लगेर बोटैबाट फ्रेस टिपेर खाने भनेर यो चाहिँ सानो रहेछ उता उता अलिक ठुलो रहेछ हजुर ल कस्तो राम्ररी फलेको छ तपाईँहरू पनि फ्रेस बोटबाटै खान चाहनुहुन्छ भने यहाँ हाम्रो दाइले सम्पर्क गर्न सक्नुहुन्छ कस्तो रमाइलो पो देख्छ हौ कृषि त मेहनत त लागिहाल्छ नि कृषि गर्नु चाहिँ धैर्य त चाहिन्छ क्या धैर्य त नि धैर्य बिना मान्छे हुँदैन अब यति फलाउनु यति गर्नु कति वर्ष मेहनत लागेछ दाइ कति वर्ष हुँदा यत्रो हुँदो रहेछ यो ड्रागन फ्रुट 7 वर्षमा यति भयो नि त अनि फ्रुट्सले अब चाहिँ फेरि फर्किने क्रम फेरि त्यस्तै छ पानी पर्नु त्यस्तै हो यो नेपालको मौसम अहिले त्यस्तै भइरहेको छ नि त पर्दिरहेन न कस्तो राम्रो टाढा बादल कति राम्रो देखेको नेपाललाई प्रकृतिको धनी देश भनेर यसै त भनेको होइन रहेछ साथीहरू हेर्नुहोस् न पछाडि त्यस्तो छ भने फेरि यता अगाडि यस्तो यता मिस्टर ग्रास लिम्बू यहाँदेखि मेरो हस्बेन्ड सानो फेरि बाइक चढेर जाँदै हुन्छ मलाई आऊ चढेर जाऊँ भन्दै हुन्छ तर म चाहिँ फेरि त्यो बाटो चिप्लो छ क्या हिलो छ चिप्लो लडिन्छ भनेर हिँडेर आउँछ जाँदै गर्नुहोस् भनेर पठाएँ अनि त्यतिखेर होइन न यस्तो ओह्रालोदेखि उतापट्टि यो जङ्गलको उतापट्टि कस्तो राम्रो बस्ती घरहरू छ क्या अनि बाटो हेर्नु न फेरि पानी परेर त्यस्तै जुत्ता सबै खत्तम पार्यो अनि जाँदैछु जाँदैछु चिप्लिनु पनि खोज्दैछु यो बाटो क्रस गर्नु चाहिँ अलिक गाडी पऱ्यो त्यहाँदेखि आइसक्यो यहाँ क्रस गरिसकेपछि मन्दिर अगाडि आएर यसो भ्यूहरू हेरेँ होइन उता मकै खानु मन लाग्यो परतिर चाहिँ मकै पोल्न लगाइरहेको थिएँ अनि यता आएर दृश्यहरू हेर्नु थालेँ रमणीय दृश्यहरू यहाँबाट चाहिँ भक्तपुरको केएमसी हस्पिटल सल्लाहगारी सबै देखिँदो रहेछ चटपटे दिदीहरू चटपटे बेच्न ठाउँ बस्नु सबै काँक्रा बेच्न त्यसरी बसिराख्नु भएको थियो अनि मकै भइसक्यो होला अब चाहिँ मकै पोलिसक्नु भयो होला भनेर मकै लिन गएँ त्यहाँदेखि मकै पाएको मकै लिएर अब कहाँ जाउँ भने तातो मकै प्लस चिया खानु मन लाग्यो फेरि के अनि चिया पकाउने ठाउँमा जाँदैछु पर त्यो यस्तो मिठो चिया बनाउनु हुँदोरहेछ मैले पहिलोचोटि अस्ति आउँदाखेरि खाएको थिएँ अनि त्यहाँदेखि चिया खाइसकेर हामी फेरि भाटबटेनतर्फ लाग्यौँ अनि त्यस्तो हिलोमा आएको मान्छे अब कता बाटोतिर पानी पनि थिएन धारा पनि थिएन यत्तिकै भाटबटेनै बस्यौँ हामी अप्ठ्यारो त लाग्दै थियो मान्छेले के भन्छ भनेर फेरि अब होस् भनेर त्यहाँ बसेँ घरमा आएर विश्राम मेरो यो चाहिँ मेरो घरको छतबाट खिचेको हवस् त थ्याङ्क यू।